वंगु वाले एया बागबजारे चोंगो सिटी म्याक्स हले बिरानो माया संकिपाया प्रोमोया उलेज्या जुगुदु चलचित्र पत्रकार संघीय अध्यक्ष शान्तिप्रिय मुपाया रुपे छाया दिगु उगु ज्याजोले नाजाम संकिपा चोमी निर्देशक व कलाकार मोहन निरौला संगीतकार भरत बमजन संकिपा वितरक सुनिल मानन्दर चलचित्र निर्देशक समाजिया उपाध्यक्ष सुमन दाहाल पाहकठ छाया दिगु ख ज्याजोले बिरानो माया संकिपाया चोमी व निर्देशक माधव खरेलिया लिसे थो सकिपाया हिरो रोहित रुम्बा व श्रीदेवी भट्टराई हिरोइनी दिपासा बिसी पिन्छन नुख तया दिगु ख थो सकिपाया रोहित रुम्बा श्रीदेवी भट्टराई दिपासा बिसी नम्रता सापकोटा व बीएस लामिछाने लगायत कलाकार पिन्छ अभिनय याना तगु दु श्री मिडिया सर्च एन्ड मुभी मेकर प्रालिया ब्यानरे डेकुगु थो सकिपा निर्माता सावित्री अधिकारी व मिलन लामा ख थो बिरानो माया सकिपा थोए वैशाख 31 गते रिलिज जुइतेंगु दु बिरानो माया चलचित्र बनाउनको लागि हामी सबैले दुःख गरेका थियौं। सबैले बर्खाको समयमा पनि इलामका ती छालहरूसँग हामी जुत्दै उकाली ओराली गर्दै हामी सिन्धुलीका घुमाउरो बाटोहरूमा गएका थियौं। त्यो समयमा त्यो ठाउँमा हामी धेरै दुःख पनि पाएका थियौं। तर हाम्रो युनिट जस्तो रोहितजी दिपासा त्यसै गरेर केशव नम्रता सबैले हामीले दुःख गरेका थियौं। सबैजनाले हामीले प्रयास गरेका थियौं। दिनेश ऋषि दाइले पनि हामीलाई सहयोग गर्नुभयो, सबैले साथ दिनुभयो। चलचित्र बिरानो मायामा प्रमुख भूमिका निर्वाह गर्न पाउँदा हाम्रा मेरो साथी एवं यो चलचित्रका निर्देशक माधव खरेललाई म धन्यवाद दिन चाहन्छु। यो चलचित्रमा एउटा माया प्रेमका कुराहरू निकै देख्न पाइन्छन्। निकै दुःख पनि लागेको थियो मलाई चलचित्रमा, कति रोएँ कति हाँसी। अभिनय गर्न निकै गाह्रो हुँदो रहेछ जिन्दगीमा। जिउस दुःख गरेको छु। हेरौँ दर्शकले कतिको माया गर्नुहुन्छ र सबैभन्दा ठुलो कुरा त मिडियाकर्मी सञ्चारकर्मीलाई म जहिले पनि सलाम भन्छु, किनभने म जन्मिँदै सञ्चार क्षेत्रबाट प्रवेश गरेको हुँ। यो फिल्म एकदमै लभ स्टोरी र कमेडी छ। अब स्टोरी त नभनौँ फेरि मलाई मार्ला है। एकदम फनी छ र त्यो माथि पनि मेरो आज खुसीको कुरा, मेरो आफ्नो प्राउड गर्ने कुरा भन्छु, म जाँड रक्सी खाँदिनँ र यसमा मलाई 1 नम्बरको ट्वाकेको रोल दिएको छ होइन, मैले निभाएको छु। त्यो नै मेरो लागि सबभन्दा सक्सेसफुल काम भएको छ। सबै यहाँ आउनु भएको पत्रकारहरू साथीभाइहरू सबैलाई मेरो मनबाट नमस्कार। जति पनि आउनु भएको छ उहाँहरूलाई नमस्कार, धन्यवाद। एकदमै राम्रो भएको छ बिरानो माया। आशा गरौँ, होप गरौँ। वैशाख 31 गते रिलिज हुँदैछ। सबै कुरा स्टोरी त भन्नु हुँदैन होइन, अलिकति कुरा गोप्य पनि हुनुपर्छ। समग्रमा एउटा मायालाई समेटेको छ बिरानो मायाले। कतिपय मायाहरू पाउनु मात्रै माया होइन, गुमाउनु पनि माया हो। सबै मायामा पाउँदाखेरि मात्रै मान्छे सेटिस्फाई हुँदैन, कतिपय मायाहरू गुमाउँदा पनि मान्छे धेरै सेटिस्फाई हुन्छ। सबै चिजहरू संसारमा मान्छेले जति पनि चिजहरू चाहन्छ त्यो चिजहरू अवश्य पाउँदैन, किनभने कतिपय चिजहरू आफूले चाहँदा पनि त्यो चिजहरूलाई मनमा राखेर अथवा कसै चिजहरूलाई अरूलाई अर्पण गरेर समर्पण गर्नुपर्ने हुन्छ माया। त्यस्तै कथालाई समेटेको छ हाम्रो बिरानो मायाले। अफकोर्स हजुरहरूले हेर्नुभयो भने थाहा पाइहाल्नुहुन्छ। थ्याङ्क यू सो मच वान्स मोर अल टिम बिरानो मायालाई। सबैजनाले हेरिदिनुहोस्, वैशाख 31 गते मन पराइदिनुहोस्, माया गरिदिनुहोस् भन्न चाहन्छु। हस्त धन्यवाद। अब सब्जेक्टले नै यहाँहरूलाई मैले धेरै कुरा बताइरहनु पर्दैन। माया कहिले पनि बिरानो हुँदैन, माया कहिले पुरानो हुँदैन, माया त माया नै हो। जुन हाम्रो अन्तरात्माबाट हामीले कसैलाई माया गर्छौँ भने त्यो यदि हामीले माया गरेको मान्छे, चाहे त्यो प्रेमिका होस्, श्रीमती होस्, आमा होस्, दाइ भाइ साथी जोसुकै होस्, त्यो मान्छे यदि रिसाएर टाढै भयो भने पनि कता न कता त्यो मायाले हामीलाई उसप्रति नजिक भाव देखाइरहेको हुन्छ, सम्बोधित गरिरहेको हुन्छ। यी र यस्तै भावहरू हामीले चलचित्रमा प्रत्याश